हामी भेटेपछि चाहिँ कतिसम्मको अपग्रेड भइसक्यो त्यो गाडीमा। भेटादेखि त 100% अपग्रेड भइसक्यो नि। फोर व्हिल ड्राइभको टेक्निकल पार्ट्सहरू केही पनि थाहा थिएन नि त होइन। सो केटाहरूसँग जाँदै अब रियर लकर के हो, डिफरेन्सियल लकर के हो होइन, फ्रन्ट लकर के हो र कुन टाइममा एक्टिभेट गर्नेहरू भन्ने कुराहरू चाहिँ एकदम इम्पोर्टेन्ट हुँदो रहेछ क्या। सो त्यो चाहिँ आफैले भन्दा पनि साथीहरूसँग जाँदा बढी इफेक्टिभ हुन्छ क्या होइन। हामी भेटेपछि चाहिँ कतिसम्मको अपग्रेड भइसक्यो त्यो गाडीमा। भेटादेखि त 100% अपग्रेड भइसक्यो नि। स्टक गाडी थियो, केटाहरूले एउटा कुरा भन्दै फुल्ली गाडी रिक भइसक्यो अहिले चाहिँ होइन। सो धेरै नै भइसकेको छ अपग्रेड चाहिँ। अब आज पनि के किन्न चाहिँ गइरहेछ त। अब टायर नयाँ हालेको थिएँ होइन, अब अल टेरेन राम्रै टायर हालेको, केटाहरूले यो पनि पुगेन भने होइन, अब गोइङ फर स्लाइटली बिगर टायर है, 285 70 17 33 इन्च भनौँ न होइन। भनेपछि अब चाहिँ 32 इन्च पनि सानो भयो। 32 इन्च पनि सानो भयो। अब 35 जाने। 35 त जाँदैन अहिले, त्यही भनेको छ। तर अब तिमीहरूको लैलैमा लगाएपछि चाहिँ आई डोन्ट नो के अरू चेन्ज हुन्छ भनेर। गाडी नै चेन्ज हुन्छ कि के थाहा पछि, आई डोन्ट नो। हाम्रो साथी चाहिँ उसको आफ्नै च्यानलहरू छ भन्दै। सो 4WD क्याम्पिङ्स NP भनेर चाहिँ मैले नयाँ फोर व्हिल ड्राइभ च्यानल स्टार्ट गरेको छु, किनकि इट्स इम्पोर्टेन्ट टु डकुमेन्ट एभ्रिथिङ इन यर लाइफ। सो पछि गएर हेर्दा चाहिँ रमाइलो हुन्छ कि, त्यही भएर चाहिँ आई स्टार्टेड दिस च्यानल। र च्यानल ग्रो पनि गरिरहेछ, भ्युजहरू पनि राम्रो आइरहेछ होइन। सो भ्युजहरू चाहिँ जेनरिक भ्युजहरू पनि आइरहेछ होइन, आइरहेछ। धेरै मान्छेहरू पनि अलि अट्र्याक्ट पनि भइरहेछ 100%। फोर व्हिल ड्राइभ पनि कम्युनिटी पनि एकदमै राम्रो ठुलो कम्युनिटीहरू पनि छ। आजभोलि चाहिँ धेरै नै मान्छेहरू क्याम्पिङ जाने, फोर व्हिल ड्राइभ जाने चाहिँ ट्र्याक भइराख्नु भएको छ होइन। उहाँहरूलाई चाहिँ केही अब हेल्प चाहिन्छ भने फोर व्हिल ड्राइभिङ केही मोड लिस्टको रिगार्डिङ केही हेल्प चाहियो भने, या चाहिँ अब कुनै ट्र्याकहरू चाहिँ गइराख्नु भएको छ, उहाँहरूको लागि पनि केही यसो हेल्प या केही ट्रिकहरू सोध्नु मन छ भने चाहिँ हामीलाई फोन गरेर सोध्न सक्नुहुन्छ। थ्याङ्क यू सो मच।